चौबिसे गाउँपालिका वडा नम्बर 7 मा अवस्थित मौनाबुदुक सुन्तलाका लागि हब क्षेत्रको रूपमा चिनिन्छ। मौनाबुदुक समुद्री सतहबाट लगभग 900 देखि 1300 मिटर उचाइमा पर्दछ। यस ठाउँ सुन्तलाका लागि प्रख्यात ठाउँको रूपमा पनि चिनिन्छ। सुनको भाउ छ सुन्तलै बारीमा भनेझैँ अहिले कृषक र व्यापारीलाई सुन्तलाको मोल र मूल्यमा भ्याइ नभ्याइ भएको देखिन्छ। मङ्सिर महिनासँगै सुन्तला पहेँलपुर रङले मौनाबुदुकको रङ नै फेरिदिएको छ। सुन्दा अपत्यारो लाग्न सक्छ। सामान्यतया एउटा घरको कृषकले 50,000 देखि 15 लाख सम्मको किनबेच हुने गरेको पाइन्छ। यो क्षेत्रका मानिसहरू अन्य बालीनालीका सट्टा सुन्तला नै रोपेर लाखौंको आम्दानी गरेको पाइन्छ। ज्यामिरको लागि सिन्धुली भनेझैँ सुन्तलाको लागि मौनाबुदुकलाई चिन्ने पनि गरिन्छ। त्यसै कारणले गर्दा यस ठाउँका मानिसहरू अन्यत्र बसैसराई नगई यही ठाउँमा ठूलो लगानी गरी बसोबास गरेको पनि पाइन्छ। तर हाल आएर मौसम परिवर्तनका कारण यस क्षेत्रका केही तलतिरको भागमा भने सुन्तला क्रमिक रूपमा मर्दै गएको पाइन्छ।